जय श्री कृष्ण, राधे राधे। म अहिले अफिसमा यसो बाहिर निस्केको लन्च आवर। ल लन्च आवरमा पनि बाहिर निस्किँदाखेरि भगवद् गीता पढ्नुपर्छ साथीहरू, होइन? तपाईँ जहाँ हुनुहुन्छ, जुन ठाउँमा हुनुहुन्छ त्यहीँबाट पढौँ। भगवद् गीता भनेको यस्तो चिज हो, एकदमै अमृत हो। अमृत पान गर्नुपर्छ। र यो भगवद् गीताको बेसिक रूपमा टोटल 700वटा श्लोक छ र 700वटा श्लोकमा हरेक श्लोकमा एकदमै गहिराइमा त्यसको जीवन जीवनी पद्धतिलाई कसरी राम्रो गराउने भन्ने त्यसको मार्गनिर्देशन छ। त्यस कारणले गर्दा हजुरहरू सबैजना भगवद् गीता पढ्नु र नेपालीहरूले त जसरी नि पढ्नै पर्छ। किन भन्दा नेपालमा जन्मेको किन त हजुरहरू नत्र बाहिर बाहिर जन्मेको भए भइहाल्थ्यो नि। नेपालमा जन्मेपछि त भगवद् गीता पढ्नु भएन भने लाजको मर्दो नै भइहाल्छ। त्यही भएर लाज पचाउनको लागि भए पनि ल एटलिस्ट म भगवद् गीता आउँछ, अरू वैदिक शास्त्र नपढ्यो भने भगवद् गीताको शास्त्र चाहिँ जान्नै पर्ने हुन्छ।